यसलाई पुनर्निर्मित गर्न सकिन्छ? सकिन्छ, तर तपाईले एउटा काम के गर्नु पर्यो भने सिंह सुतिया छ भन्दैमा आएर जुगा तान्ने काम नगर्नुस्, बन्द गर्नुस्। हामी सहिष्णु छौं भन्दैमा हामी माथि अत्याचार नगर्नुस्। सिंह निराश भन्दैमा पुछार तान्ने काम नगर्नुस्। यदि तपाईले पुछार तान्दै जाने, जुगा तान्दै जाने र जिस्क्याउँदै जाने हो भने एक दिन यो सनातनी सिंह उठ्छ। उठेपछि न तपाईको गर्दन रहन्छ, न तपाईको पैताला रहन्छ, तपाईको आधारभूमि नै सकिन सक्छ। त्यसकारण देशमा चाहिँ सचेत हुनु जाग्न मात्रै बाँकी हो नि। नजिस्क्याउनुस्। सहिष्णु भन्दैमा, सहनी भन्दैमा त्यति धेरै पनि नबनाउनुस्, त्यति धेरै कायर पनि होइन। शान्तिका कुरा गर्ने, जोसँग शक्ति छ उसले हो शान्तिका कुरा गर्ने। जोसँग सहन शक्ति भनेको जोसँग सामर्थ्य छ उसले हो सहनी। कमजोरहरू त सुरु गरिहाल्छन्। त्यसकारण सहनी भनेको शक्तिशालीले हो। त्यसकारण हामी अझै पनि हामी कमजोर छैनौं। यसको अर्थ तपाईले नसोचे हुन्छ यी कमजोर छन्, यिनका केही पनि छैन नभन्नुस्। हामी दुई पाते र भुइँ पाते होइनौं। हाम्रो सभ्यताको जरो हजारौं वर्ष, लाखौं वर्ष विश्वको सबभन्दा धेरै अभ्यास गरेको, सबैभन्दा धेरै जपेको मन्त्र हामीसँग छ। हामीसँग त्यो अथाह ज्ञान परम्परा छ र हामीसँग त्यो अथाह चेतना छ। हामी पड्किन सक्छौं, हामी बम्किन पनि सक्छौं। धैर्यको अर्थ त्यो होइन कि हामी यी निरीह हुन्, यी कायर हुन्, यी नपुंसक हुन्, होइन। हामीले